के भयो छोरी किन टोलाएर बसे कि? आमा के छोरीलाई चाहिँ पढ्ने अधिकार छैन र के छोरी चाहिँ काम गर्ने जन्मेकी हुन्। के गर्ने छोरी, हामी छोरी मान्छेलाई समाजले नै यस्तो बनायो, अब समाजको विपरीत जानु भएन नि। तर समाजको पछि लागेर मैले मेरा रहर र सपनालाई त मार्नु भएन नि। होइन के को छलफल हुँदैछ आज आमा छोरीको? बाबा म पनि पढ्न चाहन्छु। पढ्दैन पढ्न लेख्न फुलको घर काम सघाउने त बिहे गरेर जान्छ त तँलाई पढाएर हामीले के गर्नु? पछि गएर पाल्ने यही छोराले हो, जति पढाए पनि यसलाई नै पढाउँछु। छोरी चाहिँ तपाईँको सन्तान होइन, उसलाई पढाउने हजुरको कर्तव्य होइन? होइन यो आमालाई चाहिँ के को भूत चढेको हो नि, यसलाई पढाएर के गर्नुहुन्छ? पछि बिहे गरेर त दिने हो नि। ए म्याम आउनुहोस् न, आउनुहोस्, कता डुल्नु भयो बिहानै बिहानै, बस्नुहोस् न। अब महिला अधिकारको लागि लड्ने मान्छे त परियो, गाउँ डुल्नु परिहाल्यो नि। होइन के को छलफल होइन के समस्या पर्यो हाम्रो गाउँ समाजमा? यस्तै हो, समस्या छ हाम्रो गाउँ टोलमा। ए ल काका छोराछोरी दुवैलाई पढाउनु भएको रहेछ, खुसी लाग्यो देखेर। ए होइन कहाँ पठाउनु स्कुल, हाम्रो घरको छोरीहरू स्कुल पढ्दैन। होइन किन पढ्न पाउँदैनन् छोरीहरू, स्कुल जान किन पाउँदैन? उनीहरूको चाहिँ रहर स्वतन्त्रता छैन। पढाएर मात्र पैसा खेर किन फाल्नु, आखिरीमा दाइजो दिएर अर्काकै घर पठाउने हो। तपाईँ जस्तो मान्छेले पनि यस्तो भनेर हुन्छ? तपाईँ जस्तो मान्छेकै कारण आज समाजमा छोराले 10 चोटि गल्ती गरे 10 चोटि माफी दिने र छोरी 15-16 नपुग्दै मण्डपमा बसाइदिने कस्तो रीतिरिवाज हो यो? यस्तै हो हाम्रो रीतिरिवाज। होइन अहिलेको समयमा पनि यो रीतिरिवाज हो भनेर बस्ने हो के पछि गएर तपाईँलाई यो समाजले पालिदिन्छ? एउटा कुरा याद राख्नुहोस्, जब छोरा बुहारीले तपाईँलाई पाल्दैनन् नि त्यति बेला यही छोरी हुन्छन् तपाईँको सहारा। उसलाई पनि एकचोटि पढ्ने मौका दिनुहोस्, उसलाई पनि उसको संसारमा रमाउन दिनुहोस्। ओ बाबा एकचोटि पढ्ने मौका त दिनुहोस्, म तपाईँको नाम संसारभर चम्काउने छु। हो दिनुहोस् न उसलाई एकचोटि त मौका। ए ल ल अब म्यामले पनि भनिहाल्नु भयो, पढाउँछु म छोरीलाई अब। ए हस् म पनि लागेँ है त। ए लग्नु हजुरको सामान फिर्ता। ए अनि म्याम चाहिँ किन आउनु भएको रहेछ नि यहाँ? होइन त्यसै छोरीलाई पढाउनु पर्छ भन्दै सम्झाउँदै हुनुहुन्थ्यो। ए नपढाउँदै छोरीलाई पछि गएर घर धन्दा नै गर्ने हो, पछि गएर बिहे गरेर अरूको घर त जाने हो नि। नपढाउनु छ है छोरीलाई, पढाउनु हुँदैन। हेरौँ केही समयपछि छोराको विवाह हुन्छ, छोरी पढेर अधिकृत बन्छन् र गाउँमा फर्केर आउँछन्। बुहारी ए बुहारी एक ग्लास पानी ल्याऊ त। के गरेको बुहारी, राम्रोसँग पनि दिँदा हुन्छ नि। काम पनि गर्नु, कुरा पनि सुन्नु। के भयो, के को हल्ला खल्ला हो? हेर्न बाबु, बुहारीलाई 1 गिलास पानी ल्याऊ भन्दैमा रिसाएर दिन्छन्। हामीले त्यस्तो केही गल्ती गरेको जस्तो लाग्दैन त। जति गरे पनि सुख छैन यो घरमा, बस्दिनँ म, जान्छु आफ्नै बाई त। नजाउन बुढी नजाऊ। होइन तपाईँहरूलाई पनि बुहारीलाई सानो सानो कुरामा दोष दिइराख्नुपर्छ? कि मलाई राख्नु कि यो बुढाबुढीलाई राख्नु, बस्दिनँ म यो घरमा। छोरा बुहारीको बिचमा राति आफ्ना बुवा आमालाई वृद्ध आश्रम लैजाने सल्लाह हुन्छ। त्यसपछि बुहारी पनि खुसी भएर आफ्नै घरमा बस्न तयार हुन्छन्। भोलिपल्ट बिहान हुनुहोस् तपाईँहरू आश्रम, अब सक्दिनँ म तपाईँहरूलाई। बुवा आमा गाई कता हिँड्नु भएको? आमा त रुँदै हुनुहुन्छ नि, के भयो नि?
हेर्न छोरी, यसले हामीलाई वृद्धाश्रम पो लग्नु लाग्यो। के वृद्धाश्रम तर यही दिन देख्नको लागि बुवा आमाले पढाउनु भएको थियो? ओ छोरी, मैले ठुलो गल्ती गरेँ। मैले सारा जीवन लगाएँ यसलाई पढाउनलाई। जब हाम्रो पुरस्कार आइपऱ्यो यसले आफ्नो रूप रङ देखाइहाल्यो। चिन्ता नगर्नुहोस् बुवा आमा, म पनि सक्षम र आत्मनिर्भर भइसकेँ। म पाल्छु तपाईँहरूलाई। यसको सहारा भरोसामा बाँच्नु पर्दैन। जानु घर जाउँ। बस्नुहोस् बुवा आमा। पानी खानुहोस्। ए नानी आइसकेको? आइसकेँ नि। तिमी अधिकृत भएको खबर त गाउँभरि फैलिएको छ। बधाई छ तिमीलाई। धन्यवाद म्याम। हेर्नुभयो त काका, तपाईँको छोरी अधिकृत बन्न तपाईँको नाम चम्काएकी छ। हो म्याम, हजुरले गर्दा मेरो छोरी अधिकृत बन्न पुगी। तपाईँ अस्ति खुब समाजको पछि लाग्नु भएको थियो। खोइ दिए आज समाज। ए ल नानी, बधाई छ तिमीलाई। बधाई दिन त आउनु भइहाल्यो नि। तपाईँहरू मेरो दुःखको समयमा साथ दिनुभएको थियो। समाजको वास्तविकता नै यही हो नानी। सङ्घर्षको बखत कोही हेर्न आउँदैनन्, तर तिमीले सफलता पाएपछि तिम्रो नाम लिने हजारौँ हुन्छन्। गल्ती भयो नानी, हामीलाई माफ गरिदियो। हाम्रो सोच नै गलत रहेछ। तिमीले यो गाउँको पहिलो छोरी हो जो अधिकृत बनेर देखाएकी छौ। यो त हाम्रो लागि एकदमै ठुलो गर्वको कुरा हो। र तिमीले यो साबित गरेकी छौ कि यदि छोरीले पनि छोरा जस्तै स्वतन्त्रता पाउने हो भने छोरीले पनि केही गर्न सक्छन्। यसैले म तपाईँहरूलाई के भन्न चाहन्छु भने अबदेखि समाजले मैले यो गरेँ भने के भन्छ, समाजले के सोध्छ भन्नुभन्दा पनि आफ्नो छोरीको भविष्य निर्माणतर्फ लाग्नुहोस्। धन्यवाद म्याम, तपाईँले त हाम्रो आँखा नै खोलिदिनु भयो। अब बल्ल बुझे छोरी बोझ होइन, ऊ त परिवारको उज्जवल भविष्य पो रहेछ।